साथीहरू सबैजनालाई नमस्ते। अनि आज चाहिँ हामी बाहिर गएको हेर्नु साथीहरू, मेरो छोरी चाहिँ बाहिर जाने बित्तिकै सुतिहाल्छन् गाडीमा, हुने बित्तिकै चढ्ने बित्तिकै जहिले हिँड्ने बित्तिकै ऊ चाहिँ सुत्छिन्। आज चाहिँ हामी किन गएको भन्नुहुन्छ भने आज चाहिँ हामी फर्निचरको सामानहरू हेर्न गएको होइन। म चाहिँ भिडियो लिइहाल्छु है, फेरि जहाँ गए पनि हाल्छु। आजकल चाहिँ मेरो बानी भइसक्यो क्या भिडियोहरू लिने। त्यसपछि हामीले किचनको डाइनिङ टेबलहरू हेऱ्यौँ, अनि कोठामा चाहिनेहरू हेऱ्यौँ, अनि बेडहरू। त्यसपछि हामीले बेडहरू पनि हेऱ्यौँ, कस्तो राम्रो क्या त्यहाँनिर त, कस्तो राम्रो सामानहरू। त्यसपछि तपाईँहरूलाई म एउटा के भाडामा देखाउँछु ल एकछिनमा। कस्तो मजा आयो क्या, आनन्दको ठाउँ पनि थियो त्यहाँनिर, राम्रो मजाले हेर्न पाइने। आज चाहिँ खुल्ला थियो है त्यहाँ, फेरि अरू बेला चाहिँ भिड हुन्छ होइन। कस्तो राम्रो क्या भएर अनि मेरो छोरीले पनि कस्तो मन पराएको क्या, अनि खेलाउने अरे मैले मागेको मैले झगडा गर्छ है, छोरीले झगडा गरे नि म चाहिँ भिडियो बनाउनु छोड्दिनँ है साथीहरू फेरि आजकल चाहिँ। त्यसपछि हामी घर आइसक्यौँ, अनि घर आएर लिटो बनाएँ। मेरो छोरीलाई कति भोकाइसकेको थियो नि, त्यहाँदेखि लिटोहरू बनाएँ। त्यसपछि मेरो छोरीलाई खानु रेडी भयो भने कस्तो खुसी हुन्छ क्या। अनि आजको भिडियो चाहिँ यति नै साथीहरू, बाई।